बिहान मलाई त छ्या के हो बहिनी त्यस्तो त्यो कालो क्रिम डल्ला बहिनी त्यो भएन अति काली छौ तिमी त्यो भएन छ्या क्रिम डल्ला बनेको भाइ आकाशबाट त खसेको होइन होला हुन त बेउरा हेर्दाखेरि बाउमा छन् जस्तो त लागेन जे भए पनि तिमी पनि त्यही द्वारबाटै निस्केको हौ तिम्रो आमाको द्वार चाहिँ कस्तो रहेछ कालो सेतो खैरो निलो पहेँलो सबैको हुने त्यस्तै हो जाऊ आफ्नो आमाको पहिला एकदम टलक्क टल्किने गोरो बनाऊ अनि के युज गरेको प्रोडक्ट क्रिम साबुन के हो ल्याऊ बरु मै प्रमोट गरिदिउँला अलिअलि मेरो टिकटक सप पनि छ म एडभर्टाइज गरिदिन्छु अनि सबैलाई सेतो बनाऊ तिम्रो नाम के हो तिम्रो आमाको जस्तै तिम्रो बरु आमालाई म बरु मोडल नै राखिदिन्छु तिम्रो आमाको जस्तै टलक्क टल्काउने भए आउनुहोस् युज गर्नुहोस् भनेर म राखिदिन्छु हुन्छ गाईको बल्लको चोमेडो खाने हाले दिदी तिमी ध्यान गरेर सुन हो हामीलाई थाहा छ त्यो हामी पनि एउटा त्यही आमाको कोखबाट त्यही लेडिजको कोखबाट जन्मिएको हामी तर त्यो छ भन्दामा कालो निलो पहेँलो अरे त्यो छ भन्दामा देखाउने हो त तिमी सक्छौ भिडियो कल गरेर कसैलाई तिमी देखाउन सक्छौ त्यति देखाएर देखाउने हो त्यसरी एउटा पैसाको लालचमा एउटा टिकटकको गिफ्टको लालचमा त्यसरी अरूलाई पेलेर त्यसरी अरूलाई जेपाते बोलेर तिमीले भिडियो बनाउने हो त्यो गंगाको भिडियो बनाए पब्लिक भएको छ सबले भन्न पाउँछ स्वाभाविक हो सबले भन्न पाउँछ म पनि भन्छु मैले पनि सपोर्ट गरेको थिएँ गंगालाई मतलब छैन यार हेर्नु भएको छैन भिडियो हेर्नु भएको छैन भने भिडियो गएर फेरि हेर्नुहोस् चिल गर्नुहोस् फेरि ओइस गर्नुहोस् भनिरहेको छ गंगाले म फरक पर्दैन भनिरहेको छ तर दिदी तपाईँलाई के को चिन्ता के को टाउको दुखाइ फेरि कुरा चाहिँ ठुल्ठुलो हो हामी नारी हो हामी इज्जत गर्छौँ रेस्पेक्ट गर्छौँ तर त्यो छ भन्दामा जे पनि गरिदिने जे देखाउन पाउने त्यो चरित्र गर्यो अरे यहाँ गर्यो त्यो जे देखाएको छ जे हो त्यही भनेको छ सही हो चरित्र नै भइरहेको छ मैले माने त्यो चिल गरेर ऐस गरेर भिडियो हेरेर भन्ने कि सामाजिक सञ्जालमा अनि त्यो मान्छे को रहेछ खुल्लासा गरेर पुलिस स्टेसन गएर पुलिस केस गरेर त्यो मान्छेलाई निकाल्ने कि कारबाही गर्ने कि चिल भिडियो हेरेर त्यो गरेर भन्ने तिम्रो सोच गोबर एक होइन 100 न 200 भिडियो आउँछन् अझ ठुलो कुरा थुक्क मेरो चेतवानी